guys, welcome back to my YouTube channel Bhumduranta vlog ma हजुरहरुलाई स्वागत छ। आज हामी नन्दा भाउजू अनि दादा घुम्न हिँडेको, तर के भयो भने मैले भिडियो बनाउँछु भनेर मोबाइल ठ्याक्क निकालेर हैन भिडियो क्यामेरा तेर्सेर दादाले अहिले मैले चाहिँ लोकेसन त्यो खै के देखाए के मिस्टेक भयो अनि त्यसरी दादाले मलाई कराए एउटा लोकेसन हेरेर अनि मलाई के त त्यही देखाए त गुगलले भन्दै थियो अनि भिडियो बनाउँछु प्रथम हजुरले मलाई गाली गरे भनेर यस्तो गरेको मोबाइल झ्याम्म झर्यो। मेरो साथी गयो धन्न उयो मोबाइलको उयो के अरे कभर मात्रै फुट्यो झरेर मेरो मोबाइल धन्न केही भएन। ओ माइ गड मलाई यस्तो टेन्सन भइरहेको थियो मेरो मोबाइल गयो भनेर। थ्याङ्क गड के भएको रहेनछ। सो कभर चाहिँ यसरी फुट्यो तर पनि म आजलाई यो कभर लाउने छु किनभने अझै पनि मेरो चाहिँ यस्तो कुरामा ढङ्ग हुँदैन, मोबाइल झर्न सकिन्छ। सो म यो अझै यो कभरै लाउँछु आजलाई, न्यू कभर नकिन्नुहुन्छ। म यो कभर लाउने छु। ग्लास अगाडि पनि फुट्यो, यो पनि फुट्यो, झिरिप्पै फुट्यो। धन्न कभर लाएको भएर चाहिँ यति जोगियो। सो बुढाबुढीले कहाँ लाने हो थाहा छैन, म चाहिँ पछि हिँडिरहेको छु। नपोरी भनेको दादाले गाली गर्नु के गर्नु नपोरी न सबै यसको पछि लाग्यो भने भोलि पनि पुग्दैन नि मलाई त। आया त्यही हो गाइज, ल बाई। हेलो गाइज, हामी के हेर्न आएको रे भाउजू? नेचु गार्डनमा हामी भिजिट गर्न आएको। लाइन हेर्नुहोस् है, लाइन छ, लाइन बस्नु पर्ने रहेछ है। यति धेरै लाइन छ तल पछाडि नै। हजुर के हुन्छ त मुखमै गएर यसरी खिच्दा पो नहुने त। नर्मली यति देखाएको त नत्र मान्छे के मोबाइलै नभएको भइहाल्यो। हेर्नु यो भाइरल फुलहरूले हेर्न आएको। यस्तो फुल त्यो अहिले चाहिँ टिकटकमा खुब भाइरल छ है। यहाँ लाइन चाहिँ यति लामो लाइन छ, पछाडि यति लामो लाइन छ। म चाहिँ शीतलमा आएर बसिरहेको छु होइन। अब गर्मी प्लस फेरि घाम लागिरहेको छ नि त। दादा भाउजू लाइनमा हुनुहुन्छ। अनि यो यस्तो फुल हेर्नलाई नि यति धेरै लाइनमा। ओ माई गड यस्तो क्या लाइन त्यो पनि पैसा तिरेर जानु पर्दो रहेछ। म त नसकिने भयो गाइज। लाइन यस्तो छ, यता नि यस्तो लाइन छ। यही हो तर ढकमक्क फुल्या रहेछ त उता चाहिँ, त्यही भएर राम्रो देखा रहेछ। त्यसको लागि पनि हेर्न आएको सबैजना। अब ट्रेन्ड अनुसार फलो त गर्नै पर्यो हामी पनि। यही फुल हेर्न हो सबैजना। यहाँबाट देख्नुभयो नि मान्छेको भिड, लाइन यहाँ पुरै लाइन छ तलसम्म कतिको देखिन्छ भन्ने कुरा हो। सबै लाइन छ, लाइन छ, नसकिने भयो यो फुल हेर्न जान। अब त्यहीँ गएर देखाउँछ है। गाह्रो छ हजुर, गाह्रो छ, सकिन्न नि, सकिन्छ गाह्रो रहेछ, गाह्रो छ। भाइरल ठाउँमा पो हो त, शान्तिनो ठाउँमा हो त, भाइरल ठाउँ जाने ठाउँ पो हो त। यत्तिको भिड भएन, चहल पहल भएन भने त भाइरल ठाउँ भनेर कसरी हेर्छ न। चहल पहल त हुनै पर्यो। मेरो पीडा चाहिँ के छ गाइस, यत्रो फुल यस्तरी 1-1.5 घन्टा लाइन बसेर यहाँनिर चाहिँ अझ टोइलेट भएको भएर होला स्पेस भएको। यति धेरै टाइममा लाइन बसेर लास्ट रुममा त यहाँभित्र छिर्नै नपाएकन म फर्किनु पर्ने अवस्था हुन्छ जस्तो लागिरहेको छ। किनभने मेरो काम छ 5:30 बजीदेखि 3 बज्न लागिसक्यो। लाइन छ अझै, यो लाइन उता गएर यता आएर यता 3 लाइन घुम्नु पर्ने रहेछ। अझै पनि हामी लाइन बसेको 1 घन्टा हुन लागिसक्यो। दाइले मलाई के मेरो भ्लग लाइनमै दिन्छ अरे। मेरो कति काम बेइज्जत भइसक्यो। यो भ्लग चाहिँ भाइरल हुनु पर्यो। मेरो यो भ्लगमा यस्तो दुःख गरिरहेको छ। मेरो काम छ 5:30 बजीदेखि। दामी देख्दो रहेछ है गाइस, सिन चाहिँ एकदम दामी। ल यो भाइरल ठाउँ आउनलाई यति लाइन बस्नु पर्यो, यति लाइन। ओ माई गड फाइनली। ल एकचोटि फनाना घुम्नु त हजुर। मेरो प्यारी भाउजू, ब्युटिफुली भाउजू। दामी ठाउँ रहेछ है, ठाउँ चाहिँ दामी नै रहेछ। त्यो भएर चाहिँ रहेछ है गाइस। त्यो भएर हामी 1-1.5 घन्टा भइसक्यो लाइन बसेको 1-1.5 घन्टा भइसक्यो। अझै पनि पुग्नु सकेको छैन, तर ठाउँ चाहिँ दामी नै रहेछ। त्यो भएर पनि होला है। सो एकदमै लाइन बसेन भने चाहिँ यसरी मात्र हो, उपाय छैन।
एकदमै एकदमै अम्म मछली पनि रहेछ है मछलीहरु पनि खोइ कछुवा कछुवा नि यहाँ कछुवा पनि रहेछ ओ दामी त्यही त के मछली गई पानीमा छिप्लेङ अब कस्तो गर्छ रे छ्याप्ल्याङ छ्याप्ल्याङ गर्ने रे तर दामी चाहिँ दामी नै रहेछ क्या फुलहरूले है यहाँबाट रहेछ टिकट चाहिँ यो भित्र काट्नुपर्छ भन्ने कुरा भइरहेछ टिकट सिस्टम रहेछ यत्रो मान्छेमा त उठाउनु त पर्यो पैसा त्यही भएर पनि होला पैसा लाग्ने रहेछ 9 5:30 बजे बन्द हुने रहेछ फेरि टाइम पनि दिएको रहेछ हामी चाहिँ आइसक्यो भाइरल ठाउँमा सो अब चाहिँ घुम्नु पर्छ उतातिर त हेर्नु ओइलाइसक्यो फुलहरू ओइलाइसकेछ है लिनु त भाउजू टिकट तपाईँको टिकट चाहिँ कसलाई देखाउनु अब बोक्ने अहिले खोज्ला नि त के होला नि त्यही भएर जेतै मान्छे चाहियो भने रहेछ त त्यहाँ देख्नु भएन Oh my god! Beautiful! It's on the Suki Soyazanda. So beautiful, so elegant. Damn is so full, so damn is oh my god. Such me. साँच्चैको ब्युटिफुल छ हो ठाउँ चाहिँ है तर लाइन बस्नु नै हामी 1-1.5 घण्टा लाग्यो ओ माई गॉड दामी छ है ल फुल चाहिँ दादा भाउजू त्यहाँ हुनुहुन्छ मान्छेहरू हेर्नुस् अहिले चाहिँ अलि कम भइसक्यो माई गॉड मान्छेहरू भित्तैमै त भरि नै छ मान्छेहरू यस्तो छ यो माथि चाहिँ तल चाहिँ अघिको हो यो माथि चाहिँ यस्तो छ आमा उता पनि रहेछ त भाउजू Wow, so beautiful, so elegant, looking like a wow, छैन त guys, wow, जरा हाम्रो भाउजू त आस ओ मम्मी बच्चा लो मुझे बच्चा लो यस्तो भिड छ बच्चा लो दादै यस्तो भिडमा यो समुद्र पारी जाऊ खोइ त भन्नु न कि माया यो समुद्र पारी जाऊ अनि तिमीलाई देखेर यो समुद्र पारी आयो सुकिसकेछ यहाँ चाहिँ सिद्धिसकेछ हैन ठिकै छ हामी आएर परे यहाँ फुल्दै छन् यता पुरा फुलिसकेको छैनन् यहाँनिर ल हाम्रो दादाको यहाँ पोज दिनुस् त दादै हाम्रो दादाले कुनै समयको हिरो देखिन्छ त अहिले चाहिँ देखिन्न भन्नु पर्छ नि त वाउ छ है छनु चाहिँ तर ओइलाउनु थालिसकेछ फुलहरू चाहिँ गाइस हैन त्यही हो फुलहरू चाहिँ ओइलाउनु थालिसकेछन् यो भिडियोलाई चाहिँ कति भनौँ न त्यो ब्याकग्राउन्डमा बोलेर राख्नु त्यो कुरा हामी त अहिले बोलेर राख्ने हो नि त यहाँ त मान्छेहरुको के अरे नि यसरी पुरै देखाउँदै छिर्नु पर्दै इन्ट्री अनि त्यो त हाम्रोमा त त्यस्तो थिएन त काटे मार्छन् कि क्या हो आनन्दले फोटो खिच्नु पाउने भए पो हामी मात्रै हो र भन्न फुलै छैन यहाँ आनन्द आएन ए भाउजू यतातिर नि राम्रो छ है आउनु त यहाँ यता पनि ठिकै हो नि हरियाली यहाँ छ त यहाँ चाहिँ सिद्धिसकेको रहेछ नि त यहाँ त पुरै ओइलिसकेछ यहाँ चाहिँ फुलेरै ओइलेरै झरेरै के भइसकेको रहेछन् होइन त्यो पनि राम्रै देखिरहेछन् के भन्नु पहिला यताको रहेछ अहिले उता फुल्या रहेछ होइन अलि ढिलो फुल्या एकैचोटि फुल्या भए त भुम्बाल हुन्थ्यो यहाँबाट उता यो के भन्छ यो समुद्र यो फुलको पारी जाउँ कि हजुर त्यो फुलको पारी जाउँ
ठाउँ चाहिँ एकदमै राम्रै रहेछ। यो चाहिँ अस्ति जस्ती नै फुलेर अझ सुकिसक्यो रहेछ। हेर्नु न यहाँबाट हिँड्दा चाहिँ यस्तो क्युट देखेको त। ओ माई गड भ्यू हेर्नु न भ्यू। ओ माई गड यहाँबाट म फोटो खिच्छु है। वाउ खतरा देखाएको है पारी डाँडा। त्यो पारी डाँडामा यस्तो राम्रो छ र ठाउँ चाहिँ एकदमै राम्रो लाग्यो मलाई नि। यस्तो ठाउँ राम्रो छ है ठाउँ चाहिँ साथी हो। लाउन मेरो भिडियो नि कहिलेकाहीँ त यसो भाइरल गराउनु। सब यतातिर चाहिँ सुकिसकेको रहेछ क्या हिजो अस्ति फुलेर। यतातिर चाहिँ फुल्नै बाँकी रहेछ कुनै चाहिँ होइन सबै फुलेर झरिसकेको रहेछ है यो चाहिँ। अनि अहिले फुलिरहेको ठाउँ भनेको चाहिँ त्यो पारी। यो पारी चाहिँ अहिले फुलिरहेको हो ढकमकै छ। यतातिर चाहिँ फुलेर सकिसकेको अवस्था हो। अनि दादा भाउजूको त्यहाँ टिकटक चलिरहेको छ लभर्स अन्त लाउनु बुढाबुढीले फोटो खिच्दा चाहिँ नि नाचेर हिँड्नुहुन्छ। आमामा पिङ्की भएर आउनु भएको। म चाहिँ यहाँ फोटो खिचिदिनु पर्ने भयो साथी हो। त्यही भएर यहाँ होइन म चाहिँ निस्किन्छु भने यता होइन भाउजू यहाँबाट हेर्नु त गेटै होइन। यो ठाउँ चाहिँ अझ फुल सबै सुकिसकेछन् कि हामी अलि ढिलो आएछौँ नि त गाइज हो भन्ने मलाई लागिरहेछन्। सुमेमा चाहिँ यहाँ तल उताबाटै होला यहाँबाट त छैन झर्ने ठाउँ। भाउजू हामी चाहिँ अब जानेवाला म चाहिँ अब जानुपर्ने हुन्छ। ल म जान्छु त त्यसो भए तपाईँहरू पर्दैन नि त। ल फोटो होइन भाउजू भिडियो मात्र राम्रो हो। तपाईँ भिडियोमा गएर त्यहाँ नाच्नु पर्यो। नाच्नु त आउनु नाच्नु न कसम फोटोमा यतिको आउँदैन भिडियोमा पुरै आइरहेछ के। हिँड्नुपर्यो हिँड्नु त बोल्दै कस्तो राम्रो आइरह। यतिको भिडियो हालेको छु तर कन्टेन्ट केही राम्रो नभए पनि भिडियो राम्रो आइरहेछ होइन। यतिको अझ फुल सुक्या हो नि आमा यता नआएको अघि हामी यो फुल सब सुकिसकेको रहेछ तर है। ओ माई लर्ड ओ माई गड रहेछ क्या यहाँनिर चाहिँ भाउजू तर सुकिसकेको रहेछ नि। हामी ढिलो भएको रहेछन् तर नेक्स्ट इयर चाहिँ हामी आउँछौँ। हामी आमा फेरि भन्नु त अनि मात्रै खिचिदिन्छु भिडियोमा भन्नु। अघि मेरो बेइज्जत गर्छु भिडियो बनाएर गर्ने मान्छे त अझ एकदम बाई भेन आज बाई। अनि त हजुरहरू लेट गर्नुभयो। अब कति अस्ति पनि छुट्टी ल मलाई त मार्छ अर्को दिन खानै दिँदैन। लाइक गाइज म चाहिँ अब छुट्टिएर हिँड्यो दादा भाउजूबाट किनभने अब ढिलो भइसक्यो मलाई काममा जानलाई। यस्तो दामी ठाउँ छ क्या। आई लभ दिस एरिया। आई लभ मेरो भिडियो हेरेर चाहिँ माया गरिदिनु होला। अनि अब उहाँहरू चाहिँ लाइनमा हुनुहुन्छ। म अर्को यहाँ देखाउन लाग्नु लागेको चाहिँ यो थियो कि यहाँ चाहिँ भित्र उयो रहेछ तर म त्यहाँ जानु पाएन। भित्र कस्तो स्टेप रहेछ क्या। यसरी देख्नुभयो होला नि हजुरहरूले भित्र यस्तो छ तर म भ्याउँदैन सो म जान्दिनँ। अब मेरो कामले गरेर म फर्किनु पर्ने हुन्छ। बाई बाई। सो त्यो साथीहरू माया गरिदिनु होला धेरै भिडियो हेरेर। अब म चाहिँ सिधै काममा जानेछु। अनि एउटा कुरा अब मसँग चाहिँ नेट हुँदैन। नेट नभएपछि म कसरी हिँड्छु बिना नेटको एकताल म बाटो म सधैँ हिँड्ने बाटो पनि होइन मलाई थाहा छैन होइन। कहाँ के अरे ट्रान्जिट गर्ने के थाहा छैन। आज म सोधी हिँड्नेछु। यो मेरो के भन्छ नि के भन्छ अब यसरी हिँड्नुलाई नि एउटा मेरो लागि। ओ माई गड जहाँबाट हेर्दा नि यो भ्यू देखेर चाहिँ भिडियो बनाउनु मात्रै लाग्छ। ओ माई गड अझ हामी ढिलो आएछौँ। यतातिर सुकिसकेको छ मन्दिर पनि यहाँ छ है। भिडियो गर्दा चाहिँ अझ यो फुलहरू चाहिँ सुकिसकेका छन्। सो
माई गड सुकिसकेका छन् उता चाहिँ यतातिर चाहिँ ठिकै रहेछ नि त्यही हो। अब चाहिँ म जान्छु। मेरो एउटा च्यालेन्जै भइसक्यो मलाई चाहिँ आज चाहिँ के च्यालेन्ज भयो भने त्यही हो मसँग नेट सेट छैन मैले कसरी हिँड्छ भन्ने कुरा हो बाटो र ट्रेन कसरी चल्छ कति फ्लाइट नम्बर कतिबाट चढ्ने अनि त्योमा चाहिँ ट्रेन चेन्ज गर्नुपर्छ। ट्रेन चेन्ज गर्नु पनि ठुलो कुरा भएको छैन क्या के गर्नु पर्यो भने उयो चेन्ज गर्नुपर्ने भयो क्या यहाँ त स्टेसनै त्यो नेजु स्टेसनकोबाट गएर कहाँ स्टेसन उत्रेर त्यसबाट पनि चेन्ज गर्नुपर्ने छ। सो फुल्ली गरेर चाहिँ मलाई पनि भएको हो च्यालेन्ज एक्सेप्टेड। सो बाई बाई। आज चाहिँ म एक्लै हिँडिरहेको छु बिना नेटको कहाँ पुग्ने हो थाहा छैन। मैले कसैले सोधे पनि छैन साइलेन्स भनेर तर सोध्नु पर्ला अरू बाहिरमा केही गरेर थाहा भन्यो भने त सोध्नु परिहाल्यो काममा जानु ढिलो हुन्छ। कति लामो लिफ्ट हौ तल पनि त्यत्तिकै लामो छ यता नि यत्तिकै लामो छ कति लामो लिफ्ट छ बाफ्रे नि त कम अन्डरग्राउन्डमा रहेछ नि त नि त्यो भएर पनि होला। सो भिडियो चाहिँ के गरेर मैले बनाउन भ्याएन भने अफ गर्नेछु बनाउनु त भ्याएछु भने चाहिँ बनाउनेछु काममा देखाउनेछु काम पुगिसकेपछि हजुरहरूलाई बाई पुग्यो मेरो आफ्नो काममा म धेरै टाइमै नलाग्ने रहेछ। म कति के भन्नु इन्टेलिजेन्ट छु कि बिना वाइफाई पनि जता पनि दिँदैछ। सो मैले काम गर्ने ठाउँ आइपुग्यो तर म 1 घन्टाभन्दा पनि बेसी अगाडि आएको छु। अब गएर म अफिसमा एकछिन ढल्किन्छु। अब